प्लेस हैन। सो यसबाट चाहिँ हामीले यो बोसोहरूलाई हटाएर यो हिसाबले मुभी चल्दै हाम्रो चाहिँ काम चाहिँ अब मजाले सुरु हुन्छ हैन। सो के अरे लगभग आजको दिनमै तयार हुनुपर्छ किनभने भोलिबाट फेरि सुकुटीहरू चाहिँ आवश्यक हुन्छ। त्यो सुकुटी चाहिँ स्पेसल के जसले पनि बढी रुचाउने भनेको सुकुटी हुन्छ। सो आइ एम मेकिङ दिस सुकुटी। सो 1 2 3 ठ्याक्कै टाइम भएको छ 3:36। सो मलाई अलमोस्ट यति बनाउनलाई लगभग 1 घन्टा लाग्छ एक्लै छु। सो म आज हल्का फ्री पनि छु। यो बनाउँदा नि सुकाउने प्रोसेस त दामी हुन्छ। सो लेट्स गो। सुकाउनु पर्ने हुन्छ त्यो पनि डिफ्रेन्ट स्टाइलमा। सो लेट्स गो। त म तपाईँहरूलाई देखाउने छु म यसलाई कसरी सिकाउँछु त किनभने घर लगेर गर्नुसम्म त टाइम लाग्छ नि त। यहीँ गऱ्यो भने टाइम हुन्छ। गएर पनि खानेछ अनि आइल्छु। झिरलाई चाहिँ हामीले ठोकेर बनाइन्छ ल। तपाईँहरूलाई लाग्न सक्ला होइन यस्तोमा यो भित्तामा गाडी हामीले मासु चाहिँ हेमन्त अगाडि हामीले यतिमा राख्छौँ। यो चाहिँ बलियो नै हुन्छ। सो यो चाहिँ फोहोर छैन ल। यो सबै पोसेर गराएको। सो दिस इज गुड। अब हाम्रो सुकुटी चाहिँ रेडी होइन। सो अब यसलाई चाहिँ हामीले यहाँबाट आगो फुकेर यसलाई चाहिँ हामीले दामी तरिकाले चाहिँ बनाउँछौँ। सुकाएपछि यो आगोको 2-4 घन्टामै यो रेडी हुन्छ। सो यतातिर हाम्रो कोभिड सर हुनुहुन्छ। सो अब म चाहिँ यहाँ आगो सल्काउँदैछु। छिटो हुन्छ फेरि धुवाले गर्दा। सो लेट्स गो। सो अब यसपछि चाहिँ अब मेरो पालो हुन्छ मेरो खाजा खाने। आज बफको त्यो भुटेर खानुपर्ने भयो कि। सो अहिले सुयो अनि उता जोरदारबाट बटुक र पकौडा पनि आएको छ। सो डेफिनेटली तपाईँहरूलाई देखाउनु। एभ्रीबडी अब चाहिँ हाम्रो बनाउनु पर्छ हाम्रो बफ आइटम।
पहिल्यै नुन हाल्यो भने चाहिँ अलिकति सजिलो हुन्छ। यतातिर हाम्रो खनखन छ होइन, अलिकति इजी हुन्छ, चिप्किँदैन भाँडामा। यसलाई यस्तो चाहिँ मजाले यसो चाहिँ मस्त सानो आगोको आँचमा चाहिँ मस्त तरिकाले दिनुपर्छ। यहाँ हाल्छु चप गरेको फ्रेस गार्लिक सँगसँगै। ग्रेभीसँगको बनाउनु पर्ने हुन्छ है। देख्न सक्नुहुन्छ यस्तो दामी भइरहेको छ यहाँ। गाउँले किचन हो नि त यो। त्यहाँ गएपछि अब चाहिँ रेडी। ल फाइनल्ली हाम्रो यो करी चाहिँ रेडी भयो, बफ करी। र हाम्रो गाउँको लोकल सलाद काँक्रा। अब मेरो खाजा रेडी। सो खाजासँग चाहिँ कोक कम्बो हानिदिनु पऱ्यो है त। सो लेट्स इन्जोय। सो गाइज हाम्रो खाजा चाहिँ रेडी होइन। कहिले कस्तो चाहिँ म आज हल्का बिजी, थोरै बिजी त्यहाँ एउटा बाइक आएर बसिरहेको छ त्यहाँ, 2-4जना मान्छेहरू आउनुभयो। सो मेरो फर्स्ट खाजाको बाइट चाहिँ सुरु हुन्छ। सो दामी छ। चिउरासँग यो जोरदार आएको। अहिले कसो रिसोर्टमा एक्लै भने यही भाउजू गरे भन्ने अब भार्सीको लोकल काँक्रा। लगाइ अब खाजा खाने कार्यक्रम सँगसँगै एक रुक्सा यता सुकुटीलाई पनि दिनु पऱ्यो। 2जना आउनुपर्छ टावरमा जन्मा 2 हात चाउमिनको। सो मलाई चिचुट खाएर चाउमिन पनि अर्डर राम्रो छ। सो त्यो चाहिँ हाम्रो सुकुटी चाहिँ एकदम रूप लिइरहेको छ होइन। इट्स लुक सो गुड, दामी देखिरहेको छ। आँगन धुवा मस्त भइरहेको छ। सो द्याट्स अल फर टुडे। सो थ्याङ्क फर वाचिङ दिस भिडियो। यदि तपाईँहरूले यो च्यानलमा नयाँ हुनुहुन्छ भने पक्कै पनि तपाईँलाई यो आज मेरो भिडियो पक्कै पनि मन पऱ्यो भने लाइक सेयर कमेन्ट पनि गरिदिनु होला है। सो थ्याङ्क यू फर वाचिङ दिस भिडियो। सो आजलाई यति भन्दै फेरि नेक्स्ट भिडियोमा म यस्तै नयाँ कुरासँग उपस्थित हुनेछु। तबसम्मको लागि म यो भिडियोबाट टाढा हुन्छु।
So bye, let's go. Bye everyone and see you in the next vlog.